everyone and welcome back to my YouTube channel. आज चाहिँ म श्रमदान गर्नको लागि टियु ग्राउन्डमा आइसकेकी छु अनि यहाँनेर चाहिँ रेती लाउँदै हुनुहुन्छ ढुङ्गाको रेती चाहिँ अर्कै खालको हुन्छ अनि मलाई नि ग्लोभ्स लिइसकेँ अब के गर्नु साथीहरू शनिबारको सदुपयोग प्लस हुन्छ नि अब श्रम भन्नु बित्तिकै तपाईँहरूलाई धेरै विकास भएको देशहरू पनि थाहा होला श्रम गरेर विकास भएको ठाउँहरू हाम्रो हर्क साम्बाङज्यूले चाहिँ स्टार्ट गर्नुभएको यो श्रम मैले बाटोमा आउँदाखेरि चाहिँ भिडियो किन नगरेको भन्नु न साथीहरू अब त्यो रोडको कति देखाउनु भनेर नि मैले खासमा चाहिँ भिडियो नगरेको क्या अनि सरासरी यहीँ आइपुगेर ग्राउन्डमा आइपुगेर गरेको आज चाहिँ बल्ल बल्ल श्रम गर्नको लागि चाहिँ मौका जुरेको छ अहिले चाहिँ म छु कृतिपुरको ग्राउन्डमा यो टक्कसँग लाएर एनपिएलको साइडमा जुन चाहिँ एनपिएलको टिकट काट्ने साइट हुन्छ नि हो त्यतातिर अनि कति म चाहिँ होइन यहाँ काठमाडौँमा चाहिँ कतिचोटि चाहिँ आउनु खोजेँ तर कहिले पनि भएन कहिले पनि जुरेन नयाँ धराने बेसार यो पनि ट्याकेसँग यहाँनिर श्रमदान गर्ने ठाउँमा चाहिँ आइसकेको छ तपाईँहरूले लिन पनि सक्नुहुन्छ मात्र यसको प्राइस चाहिँ 400 माया धराने हाम्रो क्युटी पाईहरू चाहिँ माया धराने बेसारलाई चाहिँ प्रमोट गरिरहेछ प्रमोसन छ लिनुहोस् न यता छ यता ल साथीहरू अब कतिखेरदेखि सुरु हुन्छ आइम वेटिङ म एकदमै एक्साइटेड छु क्या आज यो काठमाडौँमा चाहिँ मेरो पहिलोचोटि भएकोले गर्दा एकदमै एक्साइटेड छु ल हस् हुन्छ छ है बेसार छ है दाइ यतातिर छ हामीले चाहिँ धराने बेसार चाहिँ कतिवटा बेच्यो गरे कान्छी प्लस म पनि छु ल त्यसमा कोर्डिनेट गर्ने अब दुईटा बाँकी छ श्रमदाताको टी सर्ट उहाँले 50,000 सहयोग गरेर 139 वटा टी सर्ट छपाउनु सहयोग गर्नुभएको थियो र अहिले खाजाको लागि भनेर रु 35,000 पनि सहयोग गर्ने गायक तथा सङ्गीतकार सांस्कृतिक अभियन्ता समाजसेवी प्रवीण शर्माज्यूलाई र सङ्गमले दाजुलाई हस्तान्तरण गरिदिनु हार्दिक अनुरोध गरे मैले आज हाम्रो मधुकार दाजुलाई भेटेको छु है अनि अब खोइ अब म भ्लग बनाउँछु नि दाजु त्यही भएर अब यहाँनिर सेटअप हुँदैछ अनि दाजुले मलाई के सोध्नुहुन्छ हो म त टेन्सन लागिसक्यो अरे हुन्छ नमस्ते हजुर सेवा नमस्कार के छ सन्चै सन्चै छु राम्रै मान्छेलाई आज हामीले श्रमदानमा भेट्यौँ हो त्यो थ्याङ्क यू सो मच आउन चाहिँ धेरै खोजिरहेको थिएँ मौका बल्ल आज जुर्यो अनि धरानमा हुँदाखेरि चाहिँ दुईचोटि गएको छु अनि आज टियु ग्राउन्डमा चाहिँ पहिलोचोटि हो मेरो सोसियल मिडिया इन्फ्लुएन्सर है तपाईँ हजुर सोसियल मिडियामा तपाईँ काम गरिरहनु भएको छ सोसियल मिडिया हिजो आज कस्तो छ हौ सोसियल मिडिया हिजो आज अब भद्रगोल नै छ भनौँ न हो कतिपय अब यस्तो हुन्छ सोसियल मिडिया भन्दाखेरि चाहिँ सबैको हातमा डिजिटल पुगिसक्यो फोनहरू पुगिसक्यो मल्टिमिडिया भइसक्यो मल्टिमिडिया अब सोसियल मिडिया यो मात्रै चाहिँ भन्न चाहिँ सकिएन क्या अब पहिलाको ट्रेडिसनल मिडियाहरू पनि इन्क्लुड भएकै छ नयाँ न्यू मिडियामा आइसकेकै छ त्यही भएर अब ठिकै छ चलाउने मान्छेहरूले यसलाई चाहिँ हामीले फिल्टर गर्नुपर्छ जस्तो लाग्छ है त्यही माथि विदेश भनेको अर्काको घर जस्तो लाग्छ हामीले अर्काको घरलाई जति राम्रो सेयर गरे पनि जे जस्तो गरे पनि छोड्नु कि त पर्छ कि त राम्रो कहिले पनि हुँदैन हो त्यही सोच लाग्छ क्या अनि आफ्नो घर झुपडी नै होस् किन नहोस् होइन आफ्नो घरलाई चाहिँ जति नै सिँगारे पनि त्यो आफ्नो भनेको आफ्नोपन रहिरहन्छ क्या त्यही भएर नेपालमै अब दुःख सुख गरौँ भन्ने चाहिँ मेरो सोच साथीहरू अब मैले टी सर्ट पाएको छु थ्याङ्क यू सो मच हाम्रो प्रज्वल दाई प्लस हाम्रो स्पोन्सर हुनुहुन्छ यहाँनिर आनन्द बुद्ध मगर अनि त्यसपछि देश सोच्न सकौँ म देश बोल्न सकौँ देशकै कर्म गर्न सकौँ म देशकै लागि मर्न सकौँ यो चाहिँ म एकदमै सल्युट गर्छु हाम्रो मेयर हर्क साम्बाङज्यूको अभियानलाई अनि तपाईँहरूले यता पनि देख्न सक्नुहुन्छ अब चाहिँ म यो अब यो म लाउँदा कस्तो देखिन्छु
कृपया कमेन्ट टु मिल्यो कमेन्ट टु हजुर मलाई हल्का ठुलो हुन्छ होला ओके ठिक छ श्रमदानमा भेट भएको छ धेरै श्रमदाताहरूसँग एकदमै खुसी छ हाम्रो दाइ दिदीहरू अब श्रमदान गर्नको लागि चाहिँ हेर्दैछु श्रमदानको लागि हामी जहिले अगाडि हो हेर अब हामी श्रमदानको लागि आइसकेका छौँ अब श्रमदान सुरु गर्ने हो हामीले कीर्तिपुरलाई हामी एकदमै हो श्रम गर्नुको लागि चाहिँ हामी फिल्डमा उत्रिसकेका छौँ अब त्यसको लागि चाहिँ फर्स्ट अफ अल के गर्छु म भन्दाखेरि अब धुलो हुन्छ त्योभन्दा पहिला चाहिँ म के गर्छु यो मास्क लाउँछु क्या साथीहरू फेरि तपाईँहरू यो बाइक चलाउँदा मात्र लाउने भन्नु होला तर काम गर्दा नै लाउने हो सेफ्टी फर्स्ट एन्ड देन हामी फिल्डमा उत्रिन्छौँ अनि त्यसपछि चाहिँ मेरो हुलिया चाहिँ यस्तो भएको छ साथीहरू अब हामी यहाँनिर काम गर्न जाने हो यतै बेर हामी अब सुरु गर्छौँ अब क्यामेरा खिच्ने चाहिँ हुँदैन ल म आफै अब काम गर्छु त्यही भएर अब क्यामेराम्यान चाहिँ छैन ल साथीहरू श्रमदान भनेको यस्तो मजाले गरिरहेछौँ कि अहिले मलाई चाहिँ यहाँ काट्ने नभएकोले गर्दा अब यो चाहिँ हाबी हो हाबीलाई चाहिँ यसरी क्या टक्कसँग लाएर उखालिदिने हो जरैसँग उखालिदिने हो यो हाबी चाहिँ विशेष गरेर के गर्दा पनि काम दिन्छ भन्दाखेरि यदि तपाईँहरूको हात काटिहाल्यो भने पनि हाबीलाई चाहिँ निचोडेर त्यसको झोल लाएर चाहिँ केही मात्रामा चाहिँ रगतहरू चाहिँ रोकिने गर्छ तर यो चाहिँ धेरै प्रशस्त नै भयो क्या यो नचाहिने अनि यस्तो रमाइलो भइरहेछ कि एकदम मन खुसी भइरहेछ क्या यति धेरै खुसी भइरहेछु कि म श्रमदान गर्न पाउँदा म मात्र होइन अरू पनि एकदमै मन खुलेर मनलाई होइन खुल्ला गरेर चाहिँ श्रमदान गरिराख्नु भएको छ प्रत्येक शनिबार हाम्रो चाहिँ ट्युब ग्राउन्डमा हुन्छ है श्रमदान है दिदी ल तपाईँहरू पनि ट्युब ग्राउन्डमा आउनुहोस् है त मैले चाहिँ साथीहरू सोहोर्ने काम गरिरहेको छु मसँग एउटा मात्र ग्लोभ छ अनि मेरो काट्ने पनि लगिसक्नु भएको छ काम गर्न के को लाज होइन काम गरेर हुर्केको मान्छे हो यस्तो कामहरू चाहिँ मैले बालापनमा धेरै गरेको अनि उहाँले चाहिँ काटिदिँदै हुनुहुन्छ म चाहिँ सोहोर्ने काम गरिरहेको छु श्रमदान गरेको हजुर कसरी हो ढुङ्गै बोक्नु पर्छ भन्ने हुँदैन नि त ल नमस्कार सबैजनालाई जय हर्क सम्पाङको श्रमदानको टोलीबाट हामी यहाँ श्रमदान गरिरहेको छौँ हाम्रो सङ्गदेम राईको च्यानललाई सबैले सब्सक्राइब गरिदिनु होला सङ्गदेम राईको च्यानलबाट सब्सक्राइब गरिदिनु होला भन्न चाहे सबैजनालाई र कृपया श्रमदानमा पनि सबैजना उपस्थित भइदिनु होला हामी यहाँ भव्य रूपमा श्रमदान गरिरहेको छौँ कृपया सबै मेरो नाम अनिल राई सम्पूर्ण यो च्यानल हेरेर बसिरहनु हुने सम्पूर्ण महानुभावहरूलाई श्रमदानमा आउनुको लागि म आग्रह गरेँ हजुर गायक पनि हो अरे शब्द सङ्गीतकार गायक अनिल राई भन्न चाहे फेरि प्रस्तुति त अगाडि दिनुपर्ने उहाँले फेरि ढिलो गर्नुभयो होइन त्यो भएको कारणले गर्दा सबैजना श्रमदानमा जुटौँ एकअर्काको विरोध नगरौँ भन्न चाहन्छु अनि यसरी नै हामी श्रमदान गरेर हेर्नुहोस् म पनि एउटा हतियार लिएर यहाँ झाडी फाड्दैछु कृपया सबैजनाले श्रमदानमा जोडिनु होला र एकअर्काको विरोध नगरिकन देश बनाउनु सबैजना जुट्नु होला भन्न चाहे र म चाहिँ भेष पनि अलिकति फाल्टै प्रकारको होइन श्रमदानको टिमभन्दा अलिकति फाल्टै म चाहिँ अत्यन्तै विशेष मान्छे भएको कारणले पनि यस्तो बनाइरहेको छु कृपया यसरी नै लाग्नु होला साथीहरू आज चाहिँ हामी राज्यको निम्ति श्रमदान दिँदैछौँ हामीले चाहिँ आफ्नो तर्फबाट जे जति सकिन्छ राज्यलाई केही न केही योगदान पुर्याउँ भन्न चाहन्छु आज चाहिँ हामी यो ट्रियुको 432 रोपनी क्षेत्रफलमा चाहिँ बृहत श्रमदान देख्न सक्नुहुन्छ मेरो पछाडितिर यो साइडमा पनि हामी यो किसिमले चाहिँ आज काम गरिरहेको छौँ है त मित्रहरू यो झाडीलाई चाहिँ हामी पूर्ण रूपमा फटानी गर्नेछौँ र यसमा चाहिँ हामीले आदरणीय शिक्षा मन्त्री
महावीर पुन्ज्यूको अनुसार चाहिँ हामी यहाँ पार्क बनाउने छौँ हैन। त्यसले गर्दाखेरि हामी चाहिँ निरन्तर लगभग 31-32 दिनदेखि चाहिँ यसमा चाहिँ हामीले यसरी श्रमदान गरिरहेका छौँ। हाम्रो मेलो धेरै नै गइसकेको छ र यो ठुलो क्षेत्रफल भएकोले गर्दाखेरि अझै पनि समय चाहिँ लाग्नेछ है मित्रहरू। समय चाहिँ भने अझै लाग्नेछ, तर हामी निरन्तर यसरी चाहिँ 30-32 दिनदेखि गरिरहेको छौँ। प्रत्येक शनिबार 6 दिन चाहिँ आफ्नो लागि हो भनेदेखि 1 दिन चाहिँ देशको लागि। ल हामी चाहिँ यसरी हो, यो कसैले बोलाएर हामी आएको होइन हजुर, यो चाहिँ हामी आफ्नो देशको लागि। नमस्कार नमस्कार, जय श्रमदान। हिजो त्यो हातमा चाहिँ कम्युनिस्टको रातो झन्डा हुन्थ्यो, आज त तपाईँको हातमा बमफक छ त, किन हो यस्तो? हस् हतौडा, यो एउटा यसलाई मैले हँसियाको रूपमै ल्याएको छु। अनि त्यो सँगसँगै राष्ट्रको लागि श्रम गर्नको लागि म आएको छु आज कीर्तिपुरमा। तपाईँहरू लामो समय के हजुर माओवादी पार्टीमा रहेर काम गर्नुभयो है, माओवादी केन्द्रमा रहेर काम इन्डिड स्टिल आई एम कम्युनिस्ट होइन। तर तपाईँको पार्टी त अहिले त तपाईँको सुप्रिमोले दुजा 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 पार्टी के गर्नुहुन्छ तपाईँ? हामीलाई त्यस्तो लागेको छैन, कोही त माओवादी त मर्यो भन्छ त मान्छेहरू। त्यस्तो छैन, जीवितै छ। वी आर अलाइभ, हेर्नुहोस् न, हामी छौँ त अगाडि, फ्रेममा छौँ, स्क्रिनमा छौँ। त्यस्तो त तपाईँहरूलाई भ्रम लागेको हुनसक्छ। धुजा केही पनि भएको छैन। हामी चाहिँ युनाइट हुने क्रममा छौँ। टुटेको फुटेको साथीहरूलाई पनि जोड्ने, युनाइट गर्ने त्यो चरणमा छौँ। युनाइट भइ पनि राख्नु भएको छ, तपाईँले देखि पनि राख्नु भएको छ होइन। 10 वर्ष जनयुद्ध, 30 वर्ष भूमिगत जीवन प्रचण्डले उहाँहरूले गर्नुभयो, तर त्यसको चाहिँ मेरो पर्सनली एक्सपिरियन्स छैन। म आई विटनेस मात्रै हो, साक्षी चाहिँ हो। तपाईँहरू युवाहरू हजुर, जसलाई चाहिँ देश परिवर्तन होस् भन्ने चाहना छ, इन्डिड छ। राइट? या म ठिक छु? यु आर राइट। खोइ त तपाईँले त्यो पाएको त खोइ परिवर्तन भन्ने कुरा जादुको छरी होइन, यसरी नै हुने हो। यो पनि एक खालको क्रान्ति हो होइन, रेभुलेसन हो। यदि त्यसो भने त हर्क साम्पाङ त प्रचण्डमा त 10औं गुणा राम्रो रहेछन् भन्दाखेरि के तलमाथि हुन्छ? त्यो व्यक्तिगत विचार हो, तपाईँले भन्नु पाउनुहुन्छ, भन्नु हुँदैन भन्ने होइन होइन। हर्क साम्पाङको यो श्रमदान कार्यक्रम राम्रो लागेर नै म लगायत हाम्रो साथीहरू आछौँ अभियानमा जोडिनलाई। यो चाहिँ राम्रो काम हो। हामीले माटो छुनुपर्छ, माटोसँग खेल्नुपर्छ होइन, काम गर्नुपर्छ भन्ने त धारणा भएर नै हामी आयो। कहिलेकाहीँ माइकले काम गर्दैन, यहाँनिर चाहिँ कामहरू धमाधम भइरहेछ। त्यस्तै गरेर यहाँनिर चाहिँ मैले 2जना नानीहरूलाई देखेँ अनि उनीहरूलाई मैले क्वेसन गरिरहेको थिएँ, तिमी कोसँग आएको भन्दाखेरि बाबासँग आएको। अनि बाबाले चाहिँ के भनेर ल्याउनु भयो त तिमीहरूलाई यहाँ भनेर भने। अनि उहाँहरू चाहिँ 2जना चाहिँ दिदी भाइ रहेछ। अनि बाबाले चाहिँ काम सिक्नुपर्छ, हेर्नुपर्छ, काम गर्नुपर्छ भनेर चाहिँ हामीलाई ल्याउनु भएको यहाँ श्रमदानमा भनेर भन्दै हुनुहुन्थ्यो नानीहरूले, तर माइकले धोका दिएछ। काम हेर्नुहोस् ल, सबैजना खट्यो भने त काम अगाडि जाँदै बढिहाल्छ नि साथीहरू, कि कस्तो हो? कतिजना भयो टोटल चाहिँ? अहिले 250 को रेकर्ड भइसकेको छ। अब अझ टिप्दैछु, हुन्छ होला। अझ 50% त बाँकी नै छ दाजुले टिप्नको लागि चाहिँ। 200 प्लस भइसक्नु भएको छ, 250 प्लस भइसक्नु भएको छ। दर्ता भइरहेछ यहाँनिर चाहिँ, हाम्रो दाइले चाहिँ लिइराख्नु भएको छ। यसरी कामहरू चाहिँ भइरहेछ प्रत्येक शनिबार। 2082 7 महिना 29 गतेको चाहिँ यो कामहरू चाहिँ भइरहेछ है साथीहरू। ल फेरि चाहिँ लु है, आँखामा चाहिँ आँखा अनि त्यसपछि आफूलाई चाहिँ ध्यान दिउँ। निस्को यत्रो बढे श्रमदान गरेर आयौँ। तर यहाँनिर ग्राउन्डमा चाहिँ हाम्रो बच्चाहरू के भन्नु, भाइ बहिनीहरू चाहिँ कस्तो रमाइलो गरी क्रिकेट खेलिरहेछ क्या। आम्मामा, कोही भलिबल, कोही ब्याडमिन्टन, कोही क्रिकेट। भगवान् कस्तो राम्रो हो क्या, कस्तो राम्रो हो कि। साथीहरू अब चाहिँ हामी इन्डिङ गर्छौँ। आज हाम्रो बब्बाल श्रमदान भयो।
अनि हाम्रो दाजु यहाँनिर हुनुहुन्छ। ल सबैजना साथीहरूलाई हामीसँग जोडिनु भएको लागि भिडियोको लागि हेर्नुभएको लागि धन्यवाद छ। साह्रो गलियो के व्यापक लगभग हामीले 3.5 घन्टा चाहिँ नन स्टप काम गऱ्यौँ। फेरि मेरो ह्याबिट के छ भने नि जहिले पनि काम गर्दाखेरि 1 मिलो चाहिँ मजाले गर्ने अनि फेरि थकित्तै हुने क्या, त्यसले गर्दाखेरि ल ल थ्याङ्क यू। ल एलिजा के एकदमै रमाइलो भयो अनि हामी एकदमै श्रमदानमा आज आएर धेरै कुराहरू देखियो सिकियो पनि अनि सिक्नुपर्ने कुरा पनि छ अनि सबैजना श्रमदान चाहिँ आउनुपर्छ है भन्छु म चाहिँ है सबैजना श्रमदान आउनु होला। हाम्रो टोलीहरू चाहिँ यता हो। भाइ कस्तो भयो त श्रमदान? ठिकै भयो के भयो रमाइलो नै भयो होइन अनि निम्रतले चाहिँ खतरा भन्छन् मैले चाहिँ खतरा सर मेरो हात ठेउला उठ्ने गरी धेरै पछि गरेर होला हेर्ने कता कता ठेउला उठिसकेको छ मेन कुरा चाहिँ। अनि आज चाहिँ यता जाउँ न मेरो जिउमा रगत भन्दा धेरै पानी होला बगेको भित्र पानी खाएर के। हाम्रो टोलीहरू चाहिँ अरू पनि हुनुहुन्छ उता बल खेल्ने भन्ने हुनुहुन्छ अनि अब श्रमदान गरिसकेपछि चाहिँ खाजाको व्यवस्था हुन्छ अनि खाजा चाहिँ त्यहाँ माथि रेडी हुँदै रहेछ। त्योभन्दा पहिला चाहिँ म चाहिँ भिडियो इन्डिङ गर्न चाहन्छु। धेरै समयपछि मौका जुट्यो क्या यसरी श्रमदान गर्न आउँदा, त्यही पनि कृतिपुरमा हो। धरानमा हुँदा 2 चोटि मात्र गएको छु तर कहिले मैले यसरी भिडियो बनाएन क्या। अनि अब चाहिँ म कन्टिन्यू युट्युब च्यानललाई ग्रो गर्ने विचार गर्दै भिडियो पनि बनाउँछु, श्रम पनि गर्छु भ्याएसम्म। ल के गर्छु कता कता जान्छु। किप वाचिङ एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब। जय श्रमदान, श्रम गरौँ देश बनाऊ।